हामी 9:30 बजे अहिले हामी डोलाघाट आइपुगेका छौँ। यस्तो छ यो चाहिँ खाडी चौरको चाहिँ यसरी एकछिन रेस्टमा छौँ साथीहरू सबैजना। ठ्याक्कै मुडेमा 11:30 बजे आइपुगेका छौँ। यहाँको मौसम यस्तो छ एकदमै चिसो चिसो। हामी चाहिँ अहिले मुडेमा छौँ। हामी साथीहरू हामी सबैजना यस्तो छ मौसम हुर्सो आइरहेछ चिसो चिसो। मौसम यस्तो छ यहाँको एकदमै हुर्सो लाएर हामी अहिले मुडेमा रमाइलो गर्दै खाना खानको लागि हामी रेस्ट पुरानो सामानहरू चाहिँ यसरी सजाएर राख्नु भएको छ। यो चाहिँ तालचा यो यस्तो तालचा पुरानो सामानहरू जोगाएर राख्नु भएको रहेछ। मजाको हाम्रो होटेल के होटेलको नाम विश्राम होटेल खालको। हाम्रो केटाहरू साथीहरू यहाँ कोही काट्ने कोही बनाउने उसमा छन्। हामी अहिले दोलखामा छौँ। दोलखाको मन्दिरमा पूजाआजा सकेर अब हामीले खानपिनको व्यवस्था गर्दैछौँ है। कोही चाहिँ हामी यहाँ गर्दैछौँ। साथीहरू कोही यता बनाउँदैछन् कोही यहाँ काटकुट गर्दैछन्। के गर्नु पर्यो भने अब त सकिहाल्यो नि जाने कति रमाइलो। हामी कालिम्पोङको यो केबल कारमा आइपुगेका छौँ। कालिम्पोङ केबल कारमा भोलि बिहान हामी केबल कार चढेर हामी कालिम्पोङ
माताको दर्शन गर्न जान्छौँ। भोलि यो केबल कारबाट हामी त्यो माथि कालिन्चोक मन्दिरमा हामी पुग्नेछौँ है साथीहरू। आज हामी बेलुका आइपुग्यौँ, सबै घुम्दैछौँ सबैजना साथीहरू। अहिले हामी कुरीमा छौँ, चरीकोटबाट अलिकति माथि हामी कुरीमा छौँ। चट्ट केबल कारमा चढेको छ आज, कालिन्चोक केबल कार। बिहान बिहान हामी होइन मुनि नहेर हुन्छ, मुनि के पनि देखेन भने डर लाग्ने सम्म। अहिले बिहान हामी 6:45 बजीतिर हामी कालिन्चोक मन्दिरको प्राङ्गणमा आइपुगेका छौँ। यहाँको मौसम एकदमै चिसो छ, पानी पर्दै थियो एकछिन अगाडिसम्म। हामी सबै आइपुगेका छौँ। जय कालिन्चोक भगवती। ल हामी अहिले कालिन्चोक मन्दिरमा छौँ। हजुर चाहिँ यहाँ कालिन्चोक भगवतीको पुजारी होइन? अनि भन्नुहोस् त गुरुबा, यो कालिन्चोक मन्दिरको नाम कसरी रहन गएको थियो? यो मन्दिरको महत्त्व चाहिँ के छ भन्ने कुरा सानो जानकारी गराइदिनु न मलाई। नाम रहन गएको चाहिँ यस्तो छ हजुरको, यो मन्दिर 3842 मिटर हाइटमा रहेको छ। 3842 मिटर होइन हजुर? हजुर हाइटमा रहेको छ। यहाँनिर चाहिँ कालिन्चोक भनेर यहाँको नाम रहेको छ। हजुर यसमा चाहिँ हजुरको यो हिन्दू तथा बौद्ध दुवै धर्मको लागि चाहिँ एकदमै महत्त्वपूर्ण मन्दिरको रूपमा लिन सकिन्छ होइन हजुर? दुईटै महत्त्वपूर्ण मानिएको छ हजुर। किनकि हिन्दूले पनि मान्नुहुन्छ, बुद्धिस्ट पनि मान्नुहुन्छ, सबै धर्म जात जातिहरू आउनुहुन्छ है, सबैहरूले हजुर मान्नुहुन्छ। अनि यहाँ चाहिँ हजुरको यो ठ्याक्कै सानो डाँडा छ, यो डाँडाको बिचमा चाहिँ कुण्ड रहेछ। यो चाहिँ के परापुर कालदेखि नै यस्तो कुण्ड चाहिँ रहन गएको होइन त हजुर? हजुर हजुर, यो हामीले पनि त्यति धेरै थाहा छैन, किनकि कुन 100औं वर्ष अगाडिदेखिको हो यो। हजुर यहाँ कुनै रेकर्ड पनि छैन। हजुर त्यसले गर्दा कतिौँ वर्षदेखि हो भन्ने कुरा हामीलाई पनि त्यति जानकारीमा छैन है। यहाँबाट चाहिँ जोस् इन्डिया, नेपाल होइन, भुटानदेखिका मान्छे चाहिँ आउने गर्छन् दर्शनका लागि होइन? धेरै ठाउँबाट, धेरै देशबाट पाल्नुहुन्छ। यहाँबाट चाहिँ अमेरिकादेखि आउनुहुन्छ। यहाँको पानी चाहिँ कहाँ, दुईटा कुन नदीको सङ्गममा जान्छ हजुर? यो मैले मेरो दाहिने हातमातिर पसारेँ, मैले दाहिने हात पसार्दाखेरि तल सुनकोशी रहेको छ, हजुर त्यहाँ जान्छ यहाँको जल। मैले देब्रे हात पसारेँ, तामाकोशी रहेको छ, त्यहाँ पनि यहाँको जल जान्छ। दुईटै कोशीको यो शिर पनि रहन्छ। सानो जानकारी दिनुभयो यसको बारेमा चाहिँ धेरै धेरै धन्यवाद है। यहाँ कालिन्चोकबाटै केबल कार चढ्ने ठाउँबाट चाहिँ तल देखिएको कुरी बजार यस्तो छ। अहिले मौसम बिग्रिएको कारणले गर्दाखेरि चाहिँ अलिक क्लियर पिक्चर चाहिँ आउनु सकेन है साथी। एउटा केटाहरू उहाँ पुग्नु लागिसकेको एक टोली केबल कार स्टेसनमा। यस्तो चाहिँ यहाँको